मलाई यो जिन्दगीले कहाँ पुर्यायो, कहिले रुवायो, कहिले हँसायो, कहिले धुवायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो। छोरा मान्छेको खास जिन्दगी चाहिँ बिहा गरेर देखिन्छ भन्थ्यो, हो रहेछ। साला हेर, पहिला राजा जस्तो बसिन्थ्यो, खाएको भाँडा पनि आमाले नै धोइदिन्थ्यो, लगाएको लुगा पनि आमाले नै धोइदिन्थ्यो। अहिले बिहा गरेर हेर, मैले खाएको, मेरो बुढीले खाएको, मेरो बुढीले लाएको, मैले लाएको, मै धुनु। जिन्दगी हो कि के हो? सानो रिस उठ्छ। अरे मर्निङ 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 गुड मर्निङ। के हो बिहान बिहान अन्त होइन, यसो छगाउ पगाउ गरिदिएको नि। के बडी बिमार छ के हो? बिमार छ कि अन्त अलिकति सघाउ पगाउ गरिदिएको नि। त्यो बुहारी बिमार छ नि त। ठिकै छ ठिकै छ अब। ए बडी ठिकै रहेछ त अन्त। यत्रो धुए त हौ, छ्या अब त भयो त हौ। अब घिटेर धुनु पर्यो नि यति। नलाग्नुहोस् न हौ, ओ छ्या जानुहोस् न हौ उता। आज छ्या पनि ल्याइदिनु पर्यो है। धम्की धम्की बिहान बिहानै जाडो महिनामा है जिउ घुम पर्दा त बिहा गर साथी भन्छ बिहा चाहिँ गर्दिनँ म। यो हालत देखेर साथी हालत देखेर चाहिँ बुढो बुढो कन्ने मरिन्छ कि। अब लुगा धुनु अरे चित्रे मैले। हात ठिराएन साथी हात। छिराउँछ नि के गर्नु, जाँदैन छ। बिहान बेलुका 12 बजी जम्मै मैले नै। ल म किप गोइङ अन्त कि गोइङ, अब खाना मै बनाउनु पर्छ। खाना आफै बनाउने। अन्त कसले बनाउँछ? अब परदेश पो लाग्ला जस्तो छ हौ। परदेश लागेर पनि के गर्नु, पढाइ धराइहरू केही छैन। त्यहाँनिर गएर पनि भाडा मासै त होला, यहाँ जस्तै त होला नि। बरु घरमै मासिन्छ साला। 2 थाक खान्दै गिटी पो कुट्नु जानु जस्तो छ परदेश त। बोले लुगा भिजाउँदै गर।